के तपाईँ बजारमा एउटै तेलमा दिनभरि तारेको तारै गरेको समोसा र सेलरोटी खानुहुन्छ? यदि हो भने तपाईँ आफ्नो हार्ट एट्याकलाई निम्तो दिनु हुँदैछ। एउटै तेलमा फेरि फेरि तारेर पकाउँदा त्यो तेलमा ट्रान्स फ्याट र फ्री रेडिकल्सहरू बढ्छन्। यसले तपाईँको रगतमा नराम्रो कोलेस्ट्रोल जुन भनेको एलडिएल कोलेस्ट्रोल त्यसलाई चाहिँ बढाइदिन्छ र जुन राम्रो कोलेस्ट्रोल हुन्छ जुन एचडिएल भन्ने कोलेस्ट्रोल हुन्छ त्यसलाई घटाइदिन्छ। पछि गएर यही बोसो हाम्रो रगत नलीमा गएर जम्छ, जसले गर्दा हार्ट अट्याक, हार्ट ब्लक जस्तो समस्याहरू ल्याउँछ। यदि तपाईँले बजारमा धेरै तारेको कुराहरू खानुहुन्छ भने आज नै छोड्नुहोस्। तपाईँले आफ्नो घरमा पनि एकचोटि कुनै कुराहरू तार्न युज भइसकेको तेललाई फेरि फेरि युज चाहिँ नगर्नुहोला। तपाईँको हार्ट तपाईँको हातमा छ। हस्त आजलाई यति नै। डाक्टर एक्सलाई फलो गर्न नबिर्सनु होला। नमस्ते साथीहरू, एउटा एकदमै एक्साइटिङ न्युज। हाम्रो टिकटकमा 10K फ्यामिली पुरा भइसकेको छ। हामी अहिले 10,000 को फ्यामिली भइसकेको छौँ। म हजुरहरूलाई मनैबाट थ्याङ्क यू भन्न चाहन्छु। र साथीहरू, यदि तपाईँ कुनै स्पेसिफिक टपिकमा भिडियो चाहनुहुन्छ भने वा मेडिकल हेल्थ सम्बन्धी कुनै व्यक्तिगत जानकारी खोज्दै हुनुहुन्छ भने मेरो एक्सक्लुसिभ सब्सक्रिप्सनमा जोडिन सक्नुहुन्छ। यति मात्र होइन, एउटा मेडिकल स्टुडेन्टको रियल लाइफ जर्नी र बिहाइन्ड द सिन कस्तो हुन्छ भन्ने जानकारी पनि म त्यही सेयर गर्नेछु। मेरो प्राइभेट कम्युनिटीको हिस्सा बन्न चाहनुहुन्छ र मलाई प्रत्यक्ष रूपमा प्रश्न सोध्न चाहनुहुन्छ भने माथि प्रोफाइलमा गएर सब्सक्राइब बटन क्लिक गर्नुहोस्। मात्र $199 मा तपाईँले यो सम्पूर्ण सुविधा पाउनुहुनेछ। सी यू इन द प्राइभेट कम्युनिटी।